यतिन्जेल आमल्नु आज मामल्नु मुडा पर्ला नि पाइन्छ पछाडिपट्टि नि थिजाउनु हो त्यो त मान्न पर्ने अलि अलिकति त्यो 3 भाग लाउने दुम्सी काँडाले तीनटा हो त्यो बाचा त हेर्ने एउटा के उतापट्टि कोर्नु न हो ल 3 भाग लाए जाडो हो नि मिसिन हेर्नुहोस् है त्यहाँ कसी आइछ नि मिसिन के हो त्यहाँ हेरेर गर्छ होइन कफन नराख्ने मिसिन खै कफन छैन नि कफन होला हैन कफन होला हैन के बान्नु पर्ने कपाल बाक्लो भएर नभिजेर हो भिजेन भित्र भित्र अलि भिजेर अनि फेरि पछि दोहोऱ्याउनु हुन्छ होला नि त ठुलो काटेर आउने गर्छ ल है तपाईले लिएको सारे बाबु दुखे भन्नु है दुखे это फक्दैन मसो छ एउटा बच्चा आइरन तान्नु रह्यो आइरन तानेर पुरै त्यो मासु कान्छे बिना नि आइरन नभए अरे पछि बिगारे के अनि के हो यसले अर्को केले छोएर भने यही हो गरे उल्टो हो क्या आफू पेट तान्नु हो न हो त्यसो उल्टो काट्नु भने काका काका अलि झरिहाल्छ हजुर होइन हजुर आउँछ हजुरबाको नि आँखा तपाईँको नि आउँछ अहिले म त्यहाँ नि आउँछु भिडियो बनाउनु बाबाले दादाको कालले अहिले क्लिप मात्र बनाउने अब हालेपछि अलि हो सबैले सुन्नुहोस् न ए लाजै मान्नु पर्दैन कि अब यता फर्क यसरी जाने भित्र सब सामान भन्नु बाबु
आमाले थाल्नु पर्यो अब त मलाई चाहिँ गर्नु पर्यो भित्रै आएर दिनुपर्छ बाबु भगवती भगवती भनिरहनु हो फेरि सबले भनिरहनु भगवती भगवती भिक्षाको देखि भयो ल बाबु यताबाट एक राउन्ड घुम्ने है अगाडि हो ए ल पर्वत हेर बाबु ल माग ल अनि यति आउँछ यहीँ आउँछ यसरी घुमेर आउँछ यहीँ आउँछ यसरी घुमेर आउँछ यसरी घुमेरै आएको छ एकैचोटि भगवती भिक्षा में देली खै आए भने भिख माग्दै तिम्रो साथ भन्दै आउँछु भोलेनाथ भोलेनाथ जोगीको भेषैमा झल्को लाउँदा तिम्रो भिख माग्दै आउने हुन्छ त्यसैले देशान्तर कुरा जाने कुरा नगर भनेर सम्झिनुहोस् है नेपालको देशान्तरमा 50 पैसा निक्लिनलाई है हाम्रो दितो बाजा क्रोडा चौरा तरस्का तस्करा बिर्तम बहु कष्टम निराहार नयाय देवनन्तरम जातम कुले नस्तव पुत्रका करिष्यहं व्रतं सर्वं पितृ वर्गस्य तारणं पितवाच तष्टन बालिदा पुत्रात्मार्थतमस्द त्वयि देशान्तरे याते मम पुत्रका कागते मातवाच दशमास धीर्ते गर्भे जितं निद्राच्युदादिकं त्वयि देशान्तरे यात कागतिर मम पुत्रका सुतवाच पञ्चविंश सम्पूर्णे वनवासितेन्द्रिय करिष्ये नैव तेन तारयते पितृन् मातोवाच दुर्गमं पर्वतं शैलं दुर्गमं च हिमालयं दुर्गमा सरदा देवी दुर्गमं वनगमनं दुर्गमा द्विजवाच दुर्गमा काश्मीरदेशो विद्यासङ्ग्रहणं तथा दुर्गमा गुरुसेवा च देशे देशे दुर्गमं नाम त्यक्त्वा तो न याति बालबुद्धि परिग्रहं विना मम वंशस्य नाशमायति पुत्रक सुतवाच द्वादशे वर्ष सम्पूर्णे गुरुसेवा कृते मया आगमिष्ये व्रते पूर्णे पुनः सुसुगं दुर्गे मातोवाच गृहे सतं गृहे धर्मो गृहे चन्द्रे निग्रहं गृहे विद्यागृहे लक्ष्मी गुरु सेवा गृहे गुरु सुगुरु वन्दे नमस्ते भगवते सम्पक्के भवानेन दुःखं च पदे पदे गतेरण्यतये प्राप्ते रुदन्ति पितृमातर महाभागं रुदन्ति पाण्डवाः सर्वे हा बालकुमारकाः रुदन्ति कुरवस्तत्र स्वजनः वृते वर्गका आचार्य वाच दे पितृरिष्टं मरिदं कष्टं किं स्वर्गं पितृदैवतं कागति सवत्पुत्र पितृ सन्तोषणं विना माता गंगा समातीर्थं पिता पुष्करमेव च गोकेदारकं तीर्थं माता तीर्थं पुनः पुनः माता तीर्थं पिता तीर्थं तीर्थं स्वजनः वचने वचने तीर्थं गुरुपरम् एतद्वाक्यं मम उक्तं जाने तकारणम् उत्साहं वृद्धिमालङ्घनं कुरु पुनरग्रेवसन् हर्षिताय स माता च पिता हर्षण सहिता
सोमता नचन गाउन एक झिलिमिली माया गरोनी आए म त कसैलाई नसोधी सल्लाह धुपैले